नमस्कार। मेरो भिडियो मन पर्यो भने लाइक गर्नु, शेयर गर्नु, कमेन्ट गर्नु अनि सब्सक्राइब गरिदिनु मेरो च्यानललाई। तपाईहरुको प्रतिक्रिया दिनुस् के कस्तो लाग्यो तपाईहरुलाई यो भिडियो। यो दाँती चाहिँ सिज भएको रहेछ हैन। अब त्यो भित्रको चीज छ त्यसको लागि पुलिङ नै खोल्नु पर्थ्यो। अनि हामीसँग यस्तो यो भन्नु न साधन छ हिट गरेर निकाल्ने खालको। त्यही भएर यस्तो हिट गर्नु, यस्तो गनले हिट गर्दाखेरि राम्रो हुन्छ। किनकि यो जहाँ चाहियो त्यही मात्र तताउन पाइयो नि त यो गनले। त्यही भएर तताएर अनि मजाले तताएर अनि त्यसपछि निकाल्नु हो। त्यही भएर सकेसम्म त्यो हथौडा र छिनाको प्रयोग नगर्नु, जबरजस्ती नगर्नु। अनि इन्जिनै खोल्नुपर्छ भने पनि अब त्यो चाहिँ त्यस्तो चाहिँ अब सानोतिनो कामको लागि इन्जिनै नखोलिदिनु। किनकि काम भन्ने चिज त ठिकै छ, तर इन्जिन खोलिदिँदाखेरि धुवा फाल्ने प्रब्लम आउन सक्छ, कस्टमरको कस्ट बढ्छ। त्यही भएर थोरै काममा भनौँ न थोरै टाइममा थोरै पैसामा राम्रो हुन्छ भने गरिदिनुपर्छ। यो भिडियोहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया गर्नु र मेरो युट्युब च्यानल छ स्वस्तिकले प्लिज फलो गरिदिनु। तपाईँहरूको भनौँ न कमेन्टले गर्दा मलाई मनोबल गर्छ काम गर्नलाई। हस्, नमस्कार, धन्यवाद।